आफ्नै घरमा राखेको हामीले च्याउ अहिले उम्रिएर जस्तो बस्छ है। धेरै त लागेको छैन, अलिअलि छ। सानो हो अरे कोपिलाहरू त हुँदैछ, यिनीहरू त फलिसकेको छ होइन। दुई-चार दिन खाने भइसकेको छ, ठुलो हुन्छ अब यिनी खाने भइसकेको छ। अब 2-4 दिन अझै भएको छैन, अझै हुन्छ, अझै हुन्छ नि। यिनीहरू त फलेकै छैन अझै। पछि लगाइकन भइकन हो यो हुँदैछ। अब यो 1 हप्तामा भइहाल्छ। यो यिनीहरू कोपिला हुँदैछ। घरमै लगायो नि, यो यस्तो बनाएर घरमै लगाएको, घरमै लगाएको हजुर। यो पनि यस्तो हुन्छ। यो चाहिँ पानी हाल्नुपर्छ अलिअलि, पानी कम परेछ यसमा। ल यति होइन हाम्रो च्याउहरू हेर्नुभयो होला हजुरहरूले। ल